अब हामीले आकाश बेबी प्राणीहरूलाई सागर रूपी दुःख त्यो चाहिँ हामीले जहिले याद गर्नुपर्छ है। त्रिरत्नको शरणमा गइसकेपछि हामीले किन त धर्म देशना पालन गर्ने, किन धर्मको अभ्यास गर्ने, किन हामीलाई सुख र शान्ति चाहिन्छ भन्ने कुरा सबै केमा आधार पर्छ भन्दा हामी सबैजना चाहिँ सुख चाहने र दुःख नचाहने बराबर त्यो जहिलेमा सोच्नुपर्छ। हामी एक अर्कोमा भेदभाव हुने होइन, एक अर्कोमा हेर्ने दृष्टिकोणलाई छुट्याउने तरिका भनेको यो सबै के भन्दा हाम्रो मान्छेको एउटा स्वभावभित्र हामीले मानवता भन्छ नि त्यो नबुझेको कारणले हो। त्यो सबै कुरा आउने, सबै त्रुटि आउने, सबै दोष आउने कारण चाहिँ सबैभन्दा त्यो पनि हो एउटा अज्ञानको कारण। अज्ञान भएपछि के हुन्छ भन्दा हाम्रो पञ्चकलेशले हामीलाई भने नि एकदमै आस्ते भनेको छ है। अब यो कलियुगको समयमा हरेक चिज अब राम्रो देखे पनि एकैचोटि मन लडाउँदैन, एउटा शब्द सानो सुत्ने बित्तिकै रिस उठ्ने यो समय भनेको एकदमै खतरा हो कि अहिलेको समय कलियुग भन्छ है, ट्विनिङमा भन्छ। कलियुगमा चाहिँ केही गरेर मान्छेलाई एकदम अब सन्तुष्ट भनेर हुँदैन मन। त्यही कारणले यस्तो समयमा चाहिँ हामीले यत्रो अब हामी बुझौँ न, मान्छेको अब सङ्ख्यालाई हेऱ्यो भने कति छ होइन, यति अब देश राज्यको सङ्ख्यामा हेऱ्यो भने कति, त्यो भित्र पनि अब अलिकति राम्रो मान्छे, त्यो भित्र पनि विशेष गरेर अब धर्ममा अभ्यास गर्ने, त्यो भित्र पनि अब शील पालन गर्ने, त्रिशिक्षाको मूल धार गरेर बस्ने मान्छे कति छ। हामी यसो गणन गर्दै जाउँ त। त्यो समयमा हेऱ्यो भने अहिले हामी पनि यसो धर्मसँग भेट गर्ने, गुरुसँग भेट हुने, धर्मको शिक्षा एक आपसमा अब सुन्नु पाउने होइन, एक आपसमा अब सेयर गर्नु पाउने, यो सबै पनि यसमा कतिको चाहिँ अब महत्त्व रहेछ भन्ने कुरा हामी यसो हेर्दाखेरि हामीले बुझ्नुपर्ने यसरी हो। अब मान्छे त धेरै छ, मान्छेभित्र के छ, मान्छे हरेक नाना थरीको मान्छेहरू हुन्छ। अब त्यो मान्छेहरू चाहिँ कसरी चाहिँ हामीले हो यो दुःखको सागरबाट चाहिँ हामी मुक्त हुनुपर्ने छ, योपट्टि कतिको कोसिस गर्दछ भन्छ। अब यहाँ भन्नु खोज्दा के हुन्छ भन्दा भौतिक चिज र भौतिक र आध्यात्मिक कुरा दुईटामा अब समावेश भएको छ हरेक चिज है। अहिले बाहिरी चिज भनेको सबै भौतिक चिजमा है, एकपछि अर्को जाने सबै भौतिक। अब आध्यात्मिक कुरा भनेको के हो, हामीलाई विज्ञानको कुरा हो है। अज्ञानको कुरा भनेको के हो, यो आध्यात्मिक कुरा भनेको विज्ञान हो है। विज्ञानले अब हामी सबै केमा विश्वास गर्छौँ, विज्ञानमा विश्वास गर्छौँ। विज्ञानबाट भने त्योबाट पनि अझै आध्यात्मिक कुरा के हो, विज्ञानले के पत्ता लगाउँछ भने वस्तुको क्षमता कति छ, यो वस्तुले कतिसम्म काम गर्छ त्यतिमा सीमित। अझै पनि त्यो विज्ञानहरूले के गर्छ, वैज्ञानिकहरूले के गर्छ भन्दाखेरि वैज्ञानिकले अझै सीमा तोकेको हुँदैन। उनीहरूले जति अब हामीले रिसर्च त्यसको अनुसन्धान गर्दै जाँदाखेरि अझै कति छ बेर छ भने उनीहरूले यहाँसम्म हो भनेर कहिले पनि उनीहरूले डेट दिँदैन है वैज्ञानिकले। अनि हाम्रो आध्यात्मिक कुरा भने त्यस्तै हो। हाम्रो आध्यात्मिक कुरा भनेको अब हामीले ध्यान गऱ्यो भने एकदम गम्भीर, सोच्यो भने एकदम विशाल है। अनि त्यो हामीले कुरालाई त्योलाई के हो भन्दाखेरि हो आध्यात्मिक कुरालाई हामीले के बुझ्ने भन्दाखेरि एकदमै मनोले है, हाम्रो मन कतापट्टि जाँदैछ, हाम्रो मन कतातिर जाँदैछ, कुन वस्तुप्रति हाम्रो लोभ भइरहेको छ हाम्रो मनलाई, त्यो हामी के हो आध्यात्मिक भनेको चाहिँ हाम्रो मनलाई चाहिँ के गर्ने भन्दाखेरि मनलाई चाहिँ एकदमै शुद्ध बनाउने तरिका सिक्ने है। मनलाई चाहिँ कसरी चाहिँ निर्मूल पार्ने, यस्तो खालको हामी पञ्चक्लेशको बिचमा हामी एकदम तटपटिरहेको छ भने पञ्चक्लेशबाट मुक्त कसरी हुने रहेछ भन्ने कुरा त हामीले धर्म शिक्षाबाट पालन गर्ने हो नि त है। हिजो हामीले भनेछ यो धर्म देशना शिक्षा जुन किताबहरू छ त्यो किताब यसो हामीले चाङ लाएर राखेर पूजापाठको मात्रै सीमित गरेर हुँदैन। हामीले बुझ्नुपर्ने भनेको यो भित्रको साँच्चैको शिक्षा है, कुन कुरालाई अप्नाउनु पर्नेछ, कुन कुरालाई त्याग्नु पर्नेछ, कसरी त्याग्नु पर्नेछ, कसरी अप्नाउनु पर्नेछ भन्ने कुरा हामीले मूल आधार राखेर सिक्यो भने हामीमा साँच्चैकै आफ्नो मनलाई कसरी सन्तुष्ट पार्न सक्छ, मनलाई कसरी चाहिँ पञ्चक्लेशबाट निर्मूलबाट चाहिँ छुटकारा गर्न सक्छ, एकदमै शान्तमा कसरी राख्न सक्छ। हामी भन्छ नि हाम्रो मनमा अशान्ति छ, किन भन्दाखेरि पञ्चक्लेशको कारणले गर्दाखेरि मनलाई अशान्ति भइरहेको। तर त्यो पञ्चक्लेशले हामीले त्यसलाई चाहिँ छुटकारा पाउनको लागि पञ्चक्लेशको स्वभाव बुझ्नु पर्यो होइन। रिसले के गर्छ अनि ढाले के गर्छ होइन, अज्ञानले के गर्छ अनि त्यो भएपछि हामीलाई रागले के गर्छ अनि ईर्ष्याले के गर्छ, त्यसको सबै कुरा स्वभाव बुझ्यो भने हामी आफै शान्त भएर जान्छ होइन। यो काम त मैले गर्नु नहुने रहेछ, यसले गर्दाखेरि मलाई दुःख पाएको रहेछ, यसको पछि लागेको कारणले मलाई हामी के को पञ्चक्लेशको पछि लाग्ने होइन, पञ्चक्लेशलाई हामीलाई के त्यसलाई हटाउनु पर्ने। कसरी हटाउनु पर्ने छ भन्दाखेरि हामीले न्युमो सेरा मिकी पोङ भन्छ है। अब त्याग्ने तरिका चाहिँ बुझ्नुपर्छ है। भौतिक चिज त्यागेर हाम्रो मनको पञ्चक्लेश कहिल्यै त्याग्नु सक्दैन। हामीले के हाम्रो एउटा बुद्धि छ क्या, त्यो बुद्धि के हो भन्दाखेरि त्यो बुद्धिले हेऱ्यो भने होइन मलाई रिस उठ्दैछ भन्दा त्यो रिसको अब त्यसको योग्यता क्षमता कहाँसम्म रहेछ, त्यसले मलाई लाभ गर्छ कि बेफाइदा गर्छ भन्ने यो दुईटाको भागमा हामी बुझ्ने। अनि रिस चाहिँ के रहेछ भन्दाखेरि
हामीले आफैले बुझ्यो भने रिस आफै के हुन्छ शान्त भएर जाने हो है। रिस कसैलाई देखाएर कसैले कुटेर कसैले पिटेर चाहिँ रिस कहिले पनि सबै शान्त हुने। जस्तै एउटा मान्छेलाई मानौँ एउटा उदाहरण, एउटा मान्छेले रिस उठिरहेको छ भने त्यो मान्छेलाई रिस गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले एकछिन उसलाई हामीले कुटेर गाली गरेर हामी एकछिन शान्त भएको जस्तो लाग्छ, एकछिनमा हामी के पछुताउँछ। किनभने हामी एउटा पृथक जानु हो नि त, हामीलाई थाहा छैन नि त हामीले यसो गरेको कारणले पछि हामीलाई त्यो खालको पछुता आउँछ भने थाहा छैन नि त हो। त्यही कारणले हामीलाई पछुता आउने बाटो बाहेक हाम्रो रिस कहिले शान्त हुन्छ हुँदैन। त्यही कारणले रिस चाहिँ मार्नको लागि हामीले शिक्षा बुझ्नुपर्छ। हो न्युमो सेरा मिगिथौँ हाम्रो क्लेशलाई चाहिँ क्लेश भनेर देख्न सक्ने हाम्रोमा के हो बुद्धि छ है। हो त्यो खालको बुद्धि चाहिँ के हो भन्छ हामीलाई बुद्धि वृद्धि गर्नुको लागि हामीलाई शिक्षाको एकदमै जरुर छ। हो त्यो बुझ्यो भने चाहिँ हामीले के गर्छ भन्दा हो शिक्षाको पालन गर्नु